मोबाइल झन्डै पानीमा खसेको मोबाइल। ल नमस्कार, फेरि एकचोटि स्वागत छ मेरो युट्युब च्यानलमा। नाम हो गोविन्द थापा। नाम त सुनेकै होला है सबैले। ल हेर्नुहोस् भ्यू, एकदम घाम लाग्छ, चर्को घाम लाग्छ। सूर्य देवतालाई ढोकिदिया। आज म तपाईहरुलाई एउटा यस्तो ठुलो पोखरी छ कि यहाँ, एकदम ठुलो पोखरीमा के छ त्यो देखाउँछु है। ठुलो पोखरी एउटा एकदम गाउँको बाटो, दुईतिरै धान पुरा एकदम हैन। अगाडि पोखरी छ, त्यहाँ म लिएर जान्छु तपाईहरुलाई, त्यहाँ देखाउँछु कति ठुलो पोखरी छ भनेर। त्यहाँ पनि गयो भने त्यहाँ म बाटो जाँदैछु, तपाईहरुले हेर्न सक्नुहुन्छ। कस्तो राम्रो भ्यू छ हेर्नुहोस्। ए पोखरी र पानी नै पानी सरिगला सर। ए बा तब स्टार्ट देखिनु माछ। यही पोखरी र यही ए बा यही पोखरी र माछ यत्रो ठुलो पोखरी थियो यहाँ त। आमा हेर्नु त छैन यहाँ, पुरै सुकिसकेछ। अब 6-7 किलोको माछा चाहिँ यहाँ समातेको। आमा पोखरी त छैन अहिले त। ठुलो माछा थियो यहाँ, तर छैन अहिले त। उता रहेछ दलदल जस्तो रहेछ। नाही एबे पानी माने किछि नाही। आपन देखिपारे बड़ पोखरी थिला एटी। आजिकली पानी नाही, दलदल भलिया छ सब। आपण माने देखि पारिबे, तपाईहरु हेर्न सक्नुहुन्छ। हेर्नुस् भ्यू, ठुलो बरगत छ यहाँ एकदम। लगभग 100-150 साल त भयो होला यतै हैन। जरा आमा त्यो त्यो रुखको जरा कता पुगेछ कि जरा। हेर्नुहोस् हुँदैन छ। हरियो क्या रमाइलो लाग्छ यार, हरियो देख्दै। यही बरगछ देखिले आपण माने भाबी पारिबेनि कि एटा केते वर्ष हेइथिबो। पूरा माटी रे पूरा चापिकी अछि, पूरा सारा चेरटा। केते पक्षी माने एठी रहउथिबे, बढ़िया अछि। above 100 years, above 100 years, 100 वर्षରୁ उपर ହେଇଥିବ। चेहराटा देखो, चेहराटा तपाईले यो बर्गर रुख देख्नु भएको छ। हेर्नुस् अझै ठुलो बर्गर रुख छ। ओ फर्किँदैछु। ओ यहाँ सिँढीबाट फर्किनु पर्ला।